हेलो साथीहरू नमस्ते अनि सन्चै हुनुहुन्छ। आज चाहिँ मैले युट्युबमा सरस्वती सीता भाग 115 को कमेन्टहरू पढिरहेको थिएँ। त्यसमध्येमा एउटा कमेन्टले चाहिँ अलिकति मेरो मुटुमा छुन पुग्यो र मलाई यस भिडियो मार्फत यो कमेन्टलाई चाहिँ पढ्नु मन लाग्यो। कमेन्ट आशिका अफिसियलले लेख्नु भएको छ। उहाँले आफ्नो जीवनमा भोगेको कुरालाई चाहिँ लेख्नु भएको रहेछ। कमेन्ट यस्तो छ। आज धेरै रोएँ। 6-7 वर्ष अघि मैले पनि यही नर्कको जिन्दगी बाँचिरहेको थिएँ। म पुरै डिप्रेसन एन्जाइटीको शिकार भइसकेको थिएँ। पल पल मरिरहँदा मलाई आफ्नै बच्चाको लागि भए पनि बाँच्नुपर्छ भन्ने लाग्यो। अत्याचारले सीमा नाघिसकेको थियो। मेरो सास थियो जिउँदो देखिन्थे, जिउँदो लास भएर बाँचिरहेँ। एक दिन सीताले जस्तै हिम्मत गरेँ, किनभने म मेरो लागि नभई बच्चाको लागि भए पनि बाँच्नुपर्छ भन्ने लाग्यो। अनि सीताले जसरी नै एउटा झोला बोकेर बाटो लागे। मसँग न पैसा थियो न गन्तव्य। आज 7 वर्ष भयो एक्लै यात्रा गरेको, खुसी छु, साथमा बच्चा छ। मेरो हिम्मत। हाम्रो हिजोको एपिसोड चाहिँ हजुरको जीवनमा मेल खान गयो, त्यसको लागि यो चाहिँ एउटा संयोग मात्रै थियो, तर पनि यस कमेन्टले गर्दाखेरि अलिकति मलाई भावुक पनि बनायो। यसरी हाम्रा नारी दिदीबहिनी चेलीबेटीहरू धेरैजना घरेलु हिंसाको शिकार हुनु परेको घटनाहरू हामीले देखे सुनेका छौँ। हजुरको जीवनमा मेल खायो, यसमा दुःख पनि छ र हजुरले आँट गरेर 7 वर्ष भइसक्यो हिम्मत गरेर बाँचिरहनु भएको छ, अघि बढिरहनु भएको छ। यसमा म एकदमै खुसी छु र तपाईँको कमेन्टले सम्पूर्ण नारीहरूलाई चाहिँ ऊर्जावान र हिम्मत राख्नुपर्छ है भन्ने एउटा सन्देश पनि दिएको छ। यही नै हाम्रो लागि खुसीको कुरा हो। तपाईँहरूको माया सद्भाव सधैँ हामीसँग रहिरहोस्। अब सीता सिरियल मन पराइदिनु भएको छ, अझै मन पराइदिनुहोस् र अब के हुन्छ त्यसको लागि भाग 116 हेर्नै पर्छ है। नमस्ते।